टाउकोको दुखाइ आजभोलि धेरैजसो बिरामीको गुनासो हुन्छ टाउकोको दुखाइ। टाउकोको दुखाइलाई साधारणदेखि लिएर जटिल अवस्थाको रोगको लक्षणको रूपमा लिनुपर्छ। टाउकोको दुखाइको धेरै कारण छ। यसलाई मेडिकली टर्ममा यसका कारणहरूलाई 3 भागमा बाँडेको छ, जस अन्तर्गत कमन कारण अन्तर्गत नि डिहाइड्रेसनको कुरा हुन्छ। हाम्रो शरीरमा पानीको अपूर्ति भयो, पानीको कमी भयो भने नि टाउको दुखाइ हुने समस्या हुन्छ। स्ट्रेसको कुरा भयो, अनावश्यक रूपमा तनाव लिने, मनमा विभिन्न प्रकारका कुरा खेलाइराख्यो भने टाउको दुखाइ हुने समस्या हुन्छ। अनिन्द्रा बस्नाले राम्रोसँग सुत्नु भए छैन भने नि टाउकोको दुखाइ समस्या हुन्छ। अब डाइटको कुरा भयो, खानपिनको कुरा भयो। यो हजुरहरूले कफी धेरै खाने, चिया धेरै खाने, गुलियो चिज धेरै खाने, रक्सी चुरोट धेरै खाने बानी छ भने त्यसको कारणले गर्दा नि टाउको दुखाइ समस्या आउँछ। इन्भाइरोमेन्ट केही तथ्य छ इन्भाइरोमेन्टमा पनि, त्यसको हुहल्ला धेरै हुने, दुर्गन्धित वातावरण भयो भने र त्यहाँ नि टाउकोको दुखाइ समस्या आउन सक्छ। र यस्तो भयो। र अर्को छ लेस कमन बट सिरियस कन्डिसन। यस्तोमा मेनिन्जाइटिस भयो, कार्बन मोनोअक्साइडको पोइजन भयो भने त्यहाँ नि टाउको दुख्ने समस्या आउँछ। ट्युमर भयो भने टाउकोमा नि समस्या आउँछ। अब तेस्रो छ मेडिकल कन्डिसन, जस्तै कि अब इन्फेक्सन भयो भने नि टाउको दुखाइ हुने समस्या आउँछ। अब टाउकोमा इन्जुरी भयो, चोटपटक लाग्यो भने नि टाउकोको दुखाइ हुने समस्या आउँछ। आँखामा केही प्रब्लम भयो भने टाउकोको दुखाइको समस्या आउन सक्छ। अनि लास्ट छ हजुरको अब कहिलेकाहीँ औषधि खाँदाखेरि ओभरडोज भयो भने नि त्यसको कारणले साइड इफेक्ट भई टाउको दुख्ने समस्या हुन्छ। यो भयो टाउको दुखाइका कारणहरू। यसबाट हामी कसरी बाँच्ने त? सबभन्दा पहिला त हामीलाई पानी पर्याप्त मात्रामा खानु पर्यो। अब अनावश्यक कुराहरू मनमा खेलाउनु भएन र सुत्दाखेरि पर्याप्त मात्रामा कमसेकम 6 घण्टासम्म अनिवार्य रूपमा सुत्नु पर्यो। र खानेकुरामा नराम्रो खानेकुराहरूको बानी छ भने, जस्तै चुरोट रक्सी जस्ता खानेकुराहरू छ, रक्सी खाने जस्ता कुरा छ भने त्यसलाई त्याग्नु पर्यो। र इन्भाइरोमेन्ट त्यस्तो हुवालामा जानु भएन। यो भयो हजुरहरूले यसबाट बाँचिन सक्ने उपाय। र यस्तो समस्याहरू हजुरहरूलाई देखिरहेछ, बारम्बार दोहोरिरहेछ भने डाक्टरलाई देखाउनु पर्छ। हस्त हजुरहरूलाई यो भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर गर्न नबिर्सनु होला। हस्त धन्यवाद।